कार्यक्रम तयार गर्न सिकाइदिनु। आसन ग्रहण गरिदिनु। यसरी नै विधि विचार समाजका राष्ट्रिय केन्द्रीय सदस्य श्री पालकुमारी लोहनीज्यूलाई आसन ग्रहणको दुईचोटि मन्त्री भइसक्नु भएको तपाईँ। हामीले नि यस ठाउँबाट पनि भोट दिएर विजय गराएर उहाँलाई शिक्षा मन्त्री पनि हुनुभयो, गृहमन्त्री पनि हुनुभयो। सायद व्यक्तिगत कामलाई पनि उहाँले प्रशंसा गरेर धेरै नै उच्च स्तरमा लानुभएको जस्तो लाग्छ। त्यो उहाँलाई विद्युतै छ। शिक्षामा कति चाहिँ नि उहाँले चाहिँ नि योगदान दिएर काम गर्नुभयो। जुन चाहिँ नि विद्यालयहरू अस्थायी थिए उहाँलाई थाहै गर्नुभयो। शिक्षकहरू अस्थायी हुनुहुन्थ्यो, शिक्षकहरूलाई थाहै गरिदिनु भयो। धेरै नै मूल्याङ्कन हामीले गरेको देखेका छौँ। किनभने म पनि 54 सालमा म गृहमन्त्री हुँदाखेरि म पनि वडा अध्यक्ष भएकै हो साबी घाँसुको एकबाट। तपाईँहरूले नै भोट दिएर जिताउनु भएको। त्यसमा चाहिँ नि यहाँलाई सबैलाई धन्यवाद र ज्ञापन र बधाई दिन चाहन्छु। अबका दिनमाहरू पनि तपाईँहरूले सहयोग गर्नुहोला भन्ने ठुलो विश्वास र आश्वासन दिन चाहन्छु। किनभने उहाँले गरेका मूल्याङ्कनलाई कति पुलिसमा जाहिर खानुभएको थियो साथीहरू, दण्डकालमा विस्थापित भए। कति चाहिँ नि लोकतन्त्र गणतन्त्रको लागि ज्यान गुमाएका साथीहरूले अपाङ्ग भएका छन्। उहाँले कुनै राहत पाएको छैन। त्यो पनि एउटा सरकारले चाहिँ नि केही व्यवस्था गर्न सकेका छैन। कति मन्त्री भए, कति फेरि मन्त्री भएका छन्। भेटघाट कार्यक्रममा प्रमुख अतिथिको रूपमा हाम्रा आदरणीय नेता गोविन्दराज जोशीज्यूको उपस्थित भएको छ र यहाँहरूको बिचमा धेरै विकासका र सामाजिक संरचनाहरू हिजोका पूर्व आज गरेर जानुभएको र आज उहाँले यो ठाउँमा के कस्तो भएको रहेछ यसो साथीहरूसँग 17-18 वर्ष भयो म कुनै पनि पदमा अथवा साथीहरूसँग भेटघाट नभएको र आज त्यो ठाउँमा भेटघाट गर्ने इच्छा भएको छ भन्नुभयो र मैले त्यस कार्यक्रममा साथीहरूलाई या दाजुभाइ बुवाहरू आमाहरू दिदीबहिनीहरूलाई आज यहाँ उपस्थित भइदिनुहोस् भन्ने अनुरोध गरेका थियौँ। हामी रेशमबहादुर थापा र मेरो आफ्नो संगतमा र आज यहाँ साथीहरू आइदिएकोमा म धेरै खुसी छु र उहाँहरूले आफ्ना विचारहरू भन्नुहुनेछ, आफ्ना परेका मर्काहरूलाई साथीहरूले राख्नुहुनेछ र यहाँ यस ठाउँमा विकासको क्रममा हिजो जब 49-48 को निर्वाचनपछि शिक्षा मन्त्री भएर तनहुँमा धेरै मावि स्कुलहरू विस्थापित भएर बसेका थिए। उहाँले थाहै गरेर कुनै योजना ल्याएर 40-42वटा स्कुलहरूलाई थाहै स्वीकृति गराउनु भयो दुई सरले। आज तालिम केन्द्र यही हेर सशस्त्रको हाम्रो तनहुँ जिल्लामा आएको छ। अन्त जाने के अरे शिक्षाको तालिम केन्द्र यहीँ छ। विकासका मूलधाराहरू धेरै संरक्षण र कार्यकर्ताप्रति संरक्षण। अहिले हामीले के अरे शङ्कर भण्डारजी जित्नुभयो, पौडेलजीको त कुरै नगरौँ होइन, एमालेका साथीहरू पनि हुनुभयो। तर यहाँ विद्यालयहरूमा दरबन्दी हिजो जुन अवस्थामा गोविन्दराजी सर शिक्षा मन्त्री हुनुहुन्थ्यो त्यो बेलामा आएका दरबन्दीभन्दा बाहेक हाम्रा स्कुलहरूमा कहीँ केही एउटा दरबन्दी थपिन सकिएको छैन। अनुभूति भएको छ। गोविन्दराज जोशीले 2036 सालबाट नेभी सङ्घमा आबद्ध गराएको व्यक्तिमा देवेन्द्रराज खनाल, उहाँको छत्रछायामा माया ममताले गर्दा यो हैसियत कायम गर्न सकेको व्यक्ति तपाईँ हामी धेरैले त्यो अनुभव गरेका छौँ। मलाई हिजो उहाँसँग यसरी बसेर बोल्दा डर लाग्थ्यो। दुईवटा विषय थिए। एउटा विषय थियो म कर्मचारी थिएँ, अर्को विषय थियो म उहाँको कार्यकर्ता। यो एक नम्बरको कार्यकर्ता होइन भने उहाँले अहिले होइन भनिदिनुहोस् बोल्दा। देवेन्द्रराज खनाल उहाँको एक नम्बरको कार्यकर्ता, एक नम्बरको उहाँ शिक्षा कार्य कास्कीमा कार्यक्रम संयोजक बनाउने व्यक्ति मलाई उहाँ हो। मैले लोकसेवा पास गरेपछि महत्त्वपूर्ण जिम्मेवारीमा भर्खर गएको व्यक्तिलाई प्रोग्राम कोअर्डिनेटर उहाँ शिक्षा मन्त्री हुँदा रामनिवास ठाकुर जिल्ला शिक्षा अधिकारी हुन्थे। पत्तै नपाइकन
कार्यक्रम संयोजक बनाएर पठाइदिनु भयो। म त नबुझेको व्यक्ति भर्खर गएको दत्ता चलानीको कुरा पनि मलाई थाहा थिएन। सोधेर गर्नु पर्थ्यो। विद्यालय निषेध भइयो, शिक्षामा त्यत्रो संरचना खडा गर्नुभयो त्यो गरेको व्यक्ति। आज मलाई भिन्न अनुभूति भएको छ। उहाँलाई गर्वका साथ सिङ्गो नेपाली काङ्ग्रेसको सबै साथीको एउटै भोइसले हाम्रा आदरणीय नेता नेपाली काङ्ग्रेसको सुदृढीकरणको लागि, नेपाली काङ्ग्रेसलाई एकताबद्ध बनाएर अगाडि बढाउनको लागि यहाँ उपस्थित हुनुभएको छ भन्ने सन्देश हामीले प्रवाह गर्नु परेको छ। गोविन्दराज जोशी नेपाली काङ्ग्रेसको अत्यन्त कर्मठ योद्धा कसले भुलेको छ? त्यसैले अहिले नेपाली काङ्ग्रेसको 14औं महाधिवेशन सम्पन्न हुने क्रममा छ। प्रदेश अधिवेशनसम्म सम्पन्न भइसक्यो। अब केन्द्रीय महाधिवेशन सम्पन्न हुन बाँकी छ। दुर्भाग्यवश हामीले उहाँलाई यी निर्वाचनहरूमा सहभागी भएको देख्न पाएनौँ। त्यो हामीलाई चित्त दुखाइ छ। त्यो सहभागी हुने अवसर प्राप्त हुनुपर्थ्यो भन्ने हाम्रो माग हो। एकजनाको होइन, एउटा झुन्डको होइन, फलानाको हो, मेरो होइन, त्यो होइन, सबैको थियो। सबैको हुनुपर्छ भन्ने मलाई लाग्छ। आज नेपाली काङ्ग्रेसको बन्दीपुर गाउँपालिका वडा नम्बर 1 को वडा सभापतिको हैसियत चाहिँ यहाँ बोलिरहँदा मलाई पनि के लाग्थ्यो भने म पनि वडा सभापतिमा निर्वाचित भएर यो वडाका साथीहरूको सेवा गर्ने अवसर सर्वसम्मतबाट प्राप्त हुन्छ कि भन्ने मलाई आशा थियो। तर सर्वसम्मत हुन सकेन। मेरो दुर्भाग्य भन्नुपर्छ। अत्यन्तै आदरणीय व्यक्तित्व, मैले सधैँ सम्मान गरेका व्यक्तित्वहरू मेरो प्रतिद्वन्द्वीको रूपमा खडा हुनुभयो। सर्वसम्मत गराउन उहाँहरू चाहनु भएन। धेरै प्रयत्न गरियो। हामी चाहिँ भन्ने यस धेरै साथीहरूले चाहिँ नि हाम्रो सहकार्य भन्दै धेरै समय गए। त्यसले गर्दा अहिले 4 वर्ष पनि बितिसक्यो, तर सहकार्यको चाहिँ बाटो कहीँ पनि आएन। अहिले आएर प्रतिपक्षसँग चाहिँ काङ्ग्रेसमा हाम्रो लडाइँ भएर चुनाव गर्नु पर्यो एउटा। यो पनि एउटा दुर्भाग्यको कुरा हो। किन भन्दा गर्ने मान्छेले ठाउँ नपाउने, अहिले सोध्दै नसोचेको हिजो आएर प्रदेश भएको काङ्ग्रेसले ठाउँ पनि यहाँ भएको हुनाले मलाई चाहिँ अलिकति यो दुःखदायीको कुरा हो। त्यसो भए हुनाले मलाई भन्छु कि अझै हाम्रा चाहिँ सहसभापति मन्त्रीजी गोविन्दजीको अगाडि पनि दुईवटा कुरा मैले राख्न पाएँ कि उहाँहरू एउटा पहिला उहाँ एउटा वकिलको चाहिँ अब भागीदार पनि लिनुभएको हुनाले यी कुराहरूको कुन ठाउँमा के गर्ने, कुन ठाउँमा के गर्ने उहाँलाई चाहिँ स्पष्टपूर्वक थाहा भएको कुरा पनि हो। र उहाँले चाहिँ अहिले आज पार्टीमै किन यस्तो चाहिँ अब 3 फेर 4 फेर मन्त्री भए मान्छेलाई आज चाहिँ केही पार्टीमै किन यस्तो लच्छाचुडी भयो, उहाँलाई किन ठाउँको चाहिँ अभाव बनाउन भयो, यो पनि एउटा चाहिँ अलि दुःखदायक कुरा हो। नेपाली काङ्ग्रेसका सहमहामन्त्री गोविन्दराज जोशीज्यूलाई पाएका छौँ। गोविन्दराज जोशीज्यूले विगतमा उहाँ निवर्तमान अवस्थामा उहाँ मन्त्री भइरहँदा पनि यस क्षेत्रमा आउनुहुन्थ्यो। यो क्षेत्रबाट चुनाव लड्दाखेरि पनि यो क्षेत्रमा आएर यही बगैँचामा धेरैचोटि पनि कार्यक्रम भएको थियो। तर विगत लामो समयदेखि बानेटरवासीले हाम्रो गोविन्दराज जोशी सरसँग भेटघाट गर्न पाएका थिएनन्। आज त्यो सौभाग्य मिलेको छ र त्यही सौभाग्यमा अझै पनि बानेटरवासीको मनमुटुमा गोविन्दराज जोशीलाई नेता मानिरहेका छन्। त्यही भएर नै पूर्ववक्त साथीहरूले नै सरसँग गुनासो पोखिरहेका छन्। सरलाई देखेर आफ्नो अभिभावकसँग आफ्नो बच्चाले गर्ने गुनासाहरू नै सरसँग राखिरहेका छन्। यसमा सरलाई आज विभिन्न ठाउँमा कार्यक्रम भएर समय छोटो भए तापनि आफ्ना कार्यकर्ताको आफ्ना बच्चाहरूको दुःख पीडा सुनिदिनु भएको छ। यसमा हामी पनि अत्यन्तै खुसी छौँ कि आज बानेटरमा फेरि पनि हामीले गोविन्दराज जोशी सरलाई बानेटरको अवस्था के छ भनेर बानेटर आइदिनु भएकोमा हामी सम्पूर्ण बानेटरवासीको तर्फबाट उहाँलाई स्वागत पनि गर्न चाहन्छौँ। अब मैले पनि अब धेरै समय लिन्न। मैले भन्नुपर्ने कुरो एउटै के छ भने सबै कार्यकर्ताहरूको दुखेसो भनेको विकास भएन। हामीले
के अरे स्थानीय सरकारबाट केही सहयोग पाएनौँ, प्रदेशबाट केही सहयोग पाएनौँ भन्ने गुनासोहरू छन्। यो गुनासोहरू मेट्नको लागि हुन त सरले त्यसको विषयमा पनि भन्नु होला, तर मलाई लागेको एउटा कुरो के छ भने स्थानीय निकायमा अथवा प्रदेशमा हाम्रै जनप्रतिनिधि पठाउन सकियो भने, नेपाली काङ्ग्रेसकै उम्मेदवारलाई जिताएर पठाउन सकियो भने हाम्रा समस्याहरू त्यसरी हल हुन्थ्यो कि। त्यस कारणले गर्दा आगामी निर्वाचनमा नेपाली काङ्ग्रेसको विकास भएन। विकास भन्ने कुरा कस्तो हुँदो रहेछ भन्ने नेता राम्रो हुनु पर्दो रहेछ। नेताले भोलि राम्रो बुद्धि पुर्याइदिनु भएन भने त्यहाँ विकास हुँदैन। कतिपय नेताहरूको यो पाइयो, म नाम लिन चाहन्न, स्पष्ट छ, पूर्ववक्ता साथीहरूले भनिसक्नु भएको छ। विकास भएन पनि भन्नुहुन्छ, तर हामीलाई चाहिँ नि झोल्याइराख्नु भएको छ। किन झोल्याउनु भएको छ भने उहाँको शर्त पुरा भइहाल्छ। जस्तै चुनावमा हारे पनि नैतिकताको आधारमा उहाँले त अस्ति नै चाहिँ नि के गर्नु पर्थ्यो, राजीनामा दिनु पर्थ्यो, तैपनि वरिष्ठ नेता बनेर बस्नु भएको छ। शङ्कर भण्डारीज्यू उहाँले के गर्नु भएन भनेर पूर्ववक्ता साथीले भन्नुभएको छ। तर के हामी किन चाहिँ आशामा रहन्छौँ त? उहाँहरूसँग फेरि किन हामी लिप्त हुन्छौँ कुनै आशाले? सबैभन्दा ठुलो कुरा त आश त्याग्नुपर्छ। म पनि सेनामा जागिर खाएको, अब 18-20 वर्ष जागिर खाएँ, त्यसपछि 4-5 वर्ष फेरि आफ्नै आर्थिक अवस्थाको लागि विदेशिन पर्यो। देशको अवस्था यही हो, तपाईँ हामी सबैलाई थाहा नै छ। मैले अफ्रिकाको कहानी मैले अफ्रिकाको एउटा मुलुकमा जाँदै गर्दा वेस्ट अफ्रिका र इस्ट अफ्रिका देख्दै गर्दा यति दयनीय अवस्था छ। किनकि नेता गतिलो भएन भने के हुँदो रहेछ भने नेता त भाग्छन्। हेर्नुहोस्, जो वरिष्ठ नेताहरू हुनुहुन्छ उहाँको सबै सेटलमेन्ट बाहिर छ, उहाँहरू भाग्नुहुन्छ। भोलि यो देशको अवस्था तरल अवस्थामा छ, तैपनि किन चाहिँ नि हामीले सोच्दैनौँ त्यो कुरा? सोच्न पनि जरुरी कुरा छ। हेर्नुहोस्, उहाँहरू भाग्नुहुन्छ, पछि यो तहस नहस भइसकेका हुन्छ अफ्रिका जस्तै। फेरि उहाँहरू पुनः आउनुहुन्छ, उहाँहरूले राजकाज चलाउन सक्नुभयो भने चलाउनुहुन्छ, नत्र उहाँको छोरछोरी भाइ भतिजालाई दिनुहुन्छ। जनता मरेको मरै गर्छ। अफ्रिकाको कहानी हेर्नुहोस्, त्यस्तै अवस्था नेपालमा हुनेवाला छ। तसर्थ अहिले किन के अरे गोविन्दराज जोशीज्यू हिँड्नुभयो त वडामा? यहाँहरूकै लागि देश बर्बाद भइसक्यो। तपाईँहरूको एकदमै दयनीय अवस्था छ। अब त सचेत हुने अवस्था आएको छ। तपाईँहरूले बुझ्नु जरुरी छ, मैले पनि बुझ्न जरुरी छ। मैले पनि सिक्ने मौका पाएको छु। तपाईँहरू एउटा विभिन्न पार्टीमा लागेर एउटा सेना जस्तै हुनुहुन्छ। तपाईँहरू योद्धा हो, तपाईँहरू पनि। म पनि यो नेपाली सेनाको योद्धा हो। तसर्थ मैले तपाईँहरूसँग भेट्ने मौका पाएँ। अब आउने चुनावमा अब तपाईँहरूले हस् भनेर उहाँहरूलाई होस बनाइदिनु पर्छ। हुन्न नभन्नु होला, ठिक छ। तपाईँले उहाँहरूले गर्नुभएको काम त देखिसक्नुभयो। विगत 18 वर्षदेखि केही पनि भएको छैन, यहाँनिर विकास भएको छैन। तपाईँ हाम्रो विकास नहुनु भनेको के हो? देश बर्बाद भड्खालोमा जानु हो। तसर्थ म के निवेदन गर्छु भने जोशी सरबाट अहिले कुरा सुन्नु होला। अब यो लामो म समय लिन चाहन्न। हामीलाई सबै कुरा थाहा हुँदाहुँदै पनि हामी किन बाध्यतामा पर्छौँ भने सानो आश त्याग्नु होला। तपाईँ बलवान हुनु सक्नुहुन्छ। तसर्थ म के भन्छु भने उहाँलाई पार्टीले टिकट दियो भने दियो, दिएन भने तपाईँहरू जनताको टिकटमा अब एकचोटि उहाँहरू कतै जानुहुन्न, उहाँ नेपालमै बस्नुहुन्छ। गोविन्द सरलाई चाहिँ नि अत्याधिक बहुमतले जिताउनुहुन्छ भन्ने आशाका साथ म यो 2 शब्द यहीँ टुङ्ग्याउँछु। हस्त, जय नेपाल। सबैले भन्यो विकास प्रेमी नेताको एउटा सम्मान पाइसक्नु भएको छ। उहाँले जुन मन्त्रालय सम्हाल्नु भयो, चाहे गृह सम्हाल्दाका कुरा हुन्, चाहे शिक्षा मन्त्रालय सम्हाल्दाका कुरा हुन्, चाहे जलस्रोत मन्त्री हुँदाका कुरा हुन्, या स्थानीय विकास मन्त्री हुँदाका कुरा हुन्, सबै मन्त्रालयमा सफलतापूर्वक नेतृत्व गरेर एउटा जनताहरूको विकासको अभियानलाई अगाडि बढाउनु भयो र रोजगारीको अभियानलाई अगाडि बढाउनु भयो। त्यस्तै गरेर पार्टी सङ्गठनलाई पनि सहमहामन्त्री भएर होइन, गिर्जाबाबुको दाहिने हात भएर यो देशको राजनीतिलाई पनि उहाँले हाँक्नुभयो र उहाँले एउटा राष्ट्रिय व्यक्तित्व बनाउनु भयो। अन्तर्राष्ट्रिय व्यक्तित्वमा नि भविष्यको सम्भावना बोकेको नेताको पहिचान बनाउँदै गर्दा केही विकासको नाममा सिन्को भाँच्न नसक्ने तर रिस गर्ने, डाह गर्नेहरूको षड्यन्त्रमा परेर उहाँलाई पछाडि पार्ने काम भयो। 18 वर्षसम्म उहाँ न सरकारमा रहनुभयो, न पार्टीमा रहनुभयो। अहिले पनि उहाँलाई सिद्ध्याउनको लागि सबै कुराहरू गरेर सकेर पनि अझै चित्त नबुझेर उहाँलाई अहिले नेपाली काङ्ग्रेसको साधारण सदस्यता समेत नरहने गरी हटाइएको अवस्था छ। त्यसकारण जनताहरू सरलाई आउनुहोस्, विकास गर्नुहोस्, हाम्रो यस्ता समस्या छन्, हाम्रो नेतृत्व लिइदिनुहोस्,
हाम्रो अभिभावकत्व गरिदिनुहोस् तपाईँले भनेर तपाईँहरू भन्नुहुन्छ। पार्टीले उहाँलाई कुनै पनि सम्भावना दिँदैन र हटाएको छ। त्यसैले अब यो अवस्थामा हामी के गर्ने? मोडमा छ। जटिल मोड भनेको काम गर्ने मान्छे बाहिर, जो ठगी खाने मान्छे भित्र, पार्टीभित्र। त्यस्तो पद्धति हाबी भएको छ। काङ्ग्रेसमा टिकट बिक्री के का लागि हुन्छ त? पैसा के का लागि चाहिन्छ? फाइदाका लागि चाहिन्छ। सबैको पकेटमा गएको छ। हामी जो काङ्ग्रेसका कर्मठ कार्यकर्ता छौँ, हामी कार्यकर्ताहरू ठगिएका छौँ। किन ठगिएका छौँ त भन्दाखेरि जनताका लागि नेता चाहिएको हो। नेताका लागि हामी चाहिने हो, तर नेता के भइदियो त भन्दाखेरि फाइदामुखी भइदियो। त्यसको प्रत्यक्ष प्रभाव हामीमा पर्यो। विकास सरको पालामा 5 लाख 10 लाख कति आउँथ्यो बजेट, अहिले 5-6 करोड हुँदा पनि विकास हुँदैन। के का लागि? त्यो करोड कहाँ गयो? खोज्ने कसले? जम्मै आफ्ना मान्छेको हातमा गएको छ योजनाहरू। त्यो फरजोड भयो कि भएन, काम भएको भएन भनेर हेर्ने कसले? सबैमा असन्तुष्टि छ। यो फाइदाका कारणले गर्दा आज पार्टी तहस नहस भएको छ। कुनै व्यक्तिको हातमा, व्यापारीको हातमा, ठेकदारको हातमा। वडाध्यक्ष ठेकदारले पाउँछ, वडाध्यक्ष व्यापारीले पाउँछ। काम गर्छु भनेर एउटा सामाजिक सेवा पनि पैसामा रूपान्तरण भएको छ। सामाजिक सेवा नितान्त पैसा खानी गरेर नेता हुन पाइँदैन। पैसा नाफा कमाउने भए व्यापारी हुनु पर्यो अथवा ठेकदार हुनु पर्यो। पार्टीको ठेकदार हुन पाइँदैन। व्यापारीले आफ्नो पोलिसी आफ्ना लागि बनाउँछ। व्यापारीले जता नाफा हुन्छ उतै बनाउँछ। ठेकदारले आफू नाफा हुने। नेतालाई टक्र्याएको छ मूल्य। आफू ठेकदार, पार्टीको पनि ठेकदार। किन योजना आफ्नै हातमा पार्न पाएपछि त सजिलो भयो। एउटा वृद्ध मान्छे आज काङ्ग्रेसको वडा अध्यक्ष भएर मर्छु भन्न पाउँदैन, जसले काङ्ग्रेस हानेर राखेको छ। नयाँ नयाँ काङ्ग्रेसहरू अवतारहरू ल्याइन्छ काङ्ग्रेसमा, वडा अध्यक्षदेखि सबै। यस्तो हामी बेइमान भए पनि भन्छौँ, तर बेइमानीको प्रतिकार गर्न सक्दैनौँ। म एउटा शहीद परिवारको मान्छे। हेर्नुहोस् पार्टीमा कस्तो छ, दिने नदिने। उहाँ हुँदा एकदम खुसी लाग्यो मलाई। यहाँ चित्तबहादुर दाईको अवस्था त्यस्तो छ। सरकारले स्थानीय जुन शान्ति मन्त्रालयबाट हालेको रकम 18 वर्ष हदबन्दी लाएर यहीँका अब हाम्रा आदरणीय नेता पौडेल दाईले निमिटान्ने पार्दा 18 वर्षमा कति पर्छ गाउँको एउटा पीडितको बच्चाले? 10 कक्षा कमसेकम मास्टरसँग पढ्न पाउने व्यवस्था त गरिदिनु पर्छ नि। 18 वर्ष हदबन्दी लाएर शान्ति मन्त्रालयबाट द्वन्द्व पीडितले पाउने पैसा पनि कटौती गरिदिनु भएको छ। यस्तो किसिमको पीडितकै अवस्थामा छ। हेर्नुहोस् माओवादीतिरको पनि क्रन्दन छ। माओवादीका पीडितहरू पनि रोएका छन्। उहाँहरूको पनि गोली गाठा सारा शरीरमा बोकेर हिँड्नु भएको छ। द्वन्द्व के का लागिरहेछ? नेता आखिर हाम्रो रामचन्द्र पौडेल, माधव नेपाल र प्रचण्डको घाँटी किन जोडिन्छ? के का लागि जोडियो होला? द्वन्द्व सुरु नै उहाँहरूकै मिलिमतमा भएको थियो भन्छु म त। किन म पीडित हो भन्ने अधिकार छ मलाई। यथार्थ हो। किन उहाँका छोराछोरीलाई केही हुन्न? किन उहाँका आफन्तहरूलाई केही हुन्न? त्यो त यथार्थ हो नि। गाउँका मान्छेलाई संरक्षण दिनुपर्ने उहाँहरूको दायित्व होइन? किन संरक्षण मिलेन होला? मान्छे मारिँदै गर्दा, काटिँदै गर्दा, हातखुट्टा भाँतिँदै गर्दा उहाँ प्रचण्डसँग हात मिलाउने, त्यो त हामी सहन सक्छौँ। त्यसको विरोधमा हिँडेको हो म। किनभने मैले क्रियाशील लिएको छैन। क्रियाशील लिने वातावरण पनि हामीलाई दिइँदैन। किन दिइँदैन? प्रचण्डको छोरीलाई जिताउनेहरूलाई कारबाही नभई अन्य कारबाहीको नाटक दिलाउन पाइन्छ? शेरबहादुरलाई छुट्छ, रामचन्द्र पौडेललाई छुट्छ त्यसको। अनि यसको विरोध हामी गर्ने कि नगर्ने? गाँठी कुरा त्यहाँ छ। बुढा र युवा नेता भन्ने कुरा बौद्धिक। युवा जोशी सर अझ पनि युवा हुनुहुन्छ, उहाँको बौद्धिकता अझ पनि छ। युवा नेताहरूको हेर्नुहोस्, गोविन्द भट्टराईलाई शङ्कर भण्डारी देख्न चाहँदैनन्, शङ्कर भण्डारीलाई गोविन्द भट्टराई देख्न चाहँदैनन्। किन? उहाँहरू बिचमा युवा बिचमा मेलमिलाप छ। ध्रुव वाग्लेले जित्यो भने शङ्कर भण्डारीलाई टाउको दुख्छ। उहाँ प्रदीप पौडेलले जित्यो भने गोविन्द भट्टराई, शङ्कर भण्डारीले किन टाउको दुख्छ? उहाँहरू किन मिल्न सक्नुहुन्न?
यथार्थ हो, तीतो सत्य। हामी सच्चा कार्यकर्ताले बोल्नुपर्छ। मलाई नाफा लिनु छैन, किन काङ्ग्रेसमा भएको म रगत बगेको कारणले काङ्ग्रेसमा भएको विकृति र विसङ्गतिको बारेमा बोल्ने मेरो अधिकार हो। यहाँ कसैले प्रजातन्त्रमा जनता सर्वश्रेष्ठ हुन्छन्। किन अहिले त हामी त होइन प्रचण्डको छोरालाई भोटाल भन्दैन, हस् महाराज भन्नुपर्ने के हो? यो श्रीदिन महाराज हो? प्रजातन्त्रमा श्रीदिन मान्ने चलन छ? उहाँ के हो? श्री साहु के हो? किनभने यही ठाउँमा 2 नम्बर क्षेत्रमा गएर शङ्कर भण्डारलाई, ध्रुव वाग्लेलाई, प्रदीप पौडेललाई भोट माग्न नजानी रामचन्द्र पौडेल किन बाबुराम भट्टराईलाई भोट माग्न गए? के होला? उहाँहरूको कार्यगत एकता के थियो? त्यसको बारेमा हामीले सोच्ने कि नसोच्ने? अनि यहाँ गएर 2 नम्बरमा उहाँका आफ्नै मान्छे थिए, माग्दै भए कसले छेकेका थिए। अनि यसको विरोध गर्न नसक्ने गद्दार कार्यकर्ता भएर हामी बस्न चाहँदैनौँ। किनभने बिपीले एकमुठी माटो लिएर सोच्नुहोस्, सुकिला मुकिला हाबी हुँदा हामीले सही निर्णय गर्नुपर्छ। आफ्नो मनलाई सोध्नुहोस्, मुटुलाई सोध्नुहोस् र सही निर्णय गर्नुहोस् भन्नुभएको छ। हामी त्यस्ता कर्मठ कार्यकर्ता हो, पार्टीको कार्यकर्ता हो। पार्टीलाई नराम्रो होइन, तर दलाल व्यापारी यी सबैले सखा बनाए, जम्मै बाहिर विदेशको पैसा, रको पैसा, अमेरिकनको पैसा खाने, युरोपियनको पैसा खाने, इन्डियनको करोडौँ पैसा खाएका छन् यिनीहरूले धर्म बेच्नका लागि, संस्कार बेच्नका लागि। गणतन्त्र ल्यायो, के पाए जनताले? प्रजातन्त्रबाट लोकतन्त्र आएर नाम फेरिँदैमा हुन्छ जनताको बढोत्तरी। उहाँहरूको जीविकोपार्जन खै? उहाँहरूले जिउने के हो? योजना के हो? एउटा गुरु योजना तयार गरेर गर्नु पर्दैन? सधैँ ठगेर खाने? उहाँले यो म त जोशी सरको त अझ मान बढाएको छ भन्छु। यो छेत्री बाहुन, म बाहुन हो, तर बाहुन भए पनि सबभन्दा ठगी खान्थ्यो छेत्री बाहुन रहेछ। गुरुङहरूले धर्म छोडेको छैन। हेर्नु, मैले धर्म पानी यता जहाँसुकै जाँदा, हुस्लाङतिर सारा जाँदा मन्त्री जो भयो नि, हजुरले हो सर मन्त्री हाम्रो, हजुरले गरिदिएको कुरो हामीले धर्म बेचेको छैन। पुलिसमा जाहेर खुवाइदियो, स्कुल बनाइदियो, शिक्षा क्षेत्रमा कत्रो पऱ्यो, सबै शिक्षक भए। फाइदामुखी होइन, यथार्थ कुरो, रियल कुरो बोल्न नसक्ने कार्यकर्ता त किन हाम्रो मुखमा किन पट्टी लाग्छ? हामी कसैको पछि किन? तपाईँले नि यो गल्ती गर्नुभएको हो। शङ्कर भण्डारी आउँदा तपाईँको यो गल्ती भयो, रामचन्द्र पौडेल आउँदा तपाईँले किन जोशी सरलाई मिलाउन सक्नुहुन्न? तपाईँहरू पार्टी सखावट गर्ने हो। तपाईँहरू 2 जना भोलि जानु होला, तर भोलि जित्ने वातावरण तपाईँले बनाएर जानुपर्छ भनेर किन हामी प्रश्न गर्न सक्दैनौँ? यो हामी आफै तपाईँ मिल्नुहोस् भनेर मात्रै हुँदैन, यो यथार्थ कुरा हो। हेर्नुहोस्, त्यसैले गर्दा जो जनताको मनमा बसेको नेता उसलाई बाहिर, जो छोरालाई चुनाव प्रचार गर्न पठाएर झारगाउँमा त छोरा गएर चुनाव हुन्छ, को नेता भन्दा त छोरा। अब त्यस्तो किसिमको अहमपन, कोही श्रीमती जाने कोही छोरा जाने भनेर त अनि के काम त नि त्यो? यस्तो किसिमको परिपाटी पार्टीमा छ। यसका लागि अरू होइन, हामी जति पीडामा बसेका छौँ, काङ्ग्रेसलाई माया गर्छौँ, जति काङ्ग्रेस पार्टी बिपीले स्थापना गरेको पार्टी त्यो जनताका, गरिब जनताको हुनुपर्ने, धनी मान्छेको लाई मात्रै आधार गरेर पार्टी चल्यो। यसको विरोधको लागि 13औं महाधिवेशनमा जम्मै होटलमा आफूलाई भोटाली मान्छेहरू क्याम्पेन गरेर राखेर अनि बाहिर जम्मै अरू मान्छेलाई ल्याएर त्यस्तो किसिमको परिपाटीले पार्टी चल्छ? होटलमा जाँड रक्सी सारा गर्ने, नाच्ने खाने व्यवस्था गरिदिने अनि एक छापे भोट हाल्ने, त्यस्तो किसिमको परिपाटीले पार्टी कहाँ जाँदैछ? अब पैसा नहुनेले वडा अध्यक्ष लड्न सक्छ? वडा सदस्य लड्न सक्छ? कहाँ पुग्यो? एजेन्टलाई त मात्रै दाल भात खुवाएर हिजो गरेको पार्टी आज कहाँ पुर्यायो? हेर्नुहोस् त, यो त यथार्थ हो। हामीलाई लाग्छ तर भन्न सक्दैनौँ। यसको लागि हामी लड्नुपर्छ। तपाईँहरू योद्धा हो, लड्नुहोस्। किन भन्दाखेरि हामीलाई विकास चाहिएको होइन, व्यक्ति चाहिएको होइन, विकास चाहिएको छ भन्नुहोस्। यसका लागि म त पार्टी जहिले पनि काङ्ग्रेसको मान्छे हो, सक्रिय सदस्य भए पनि त्यो क्रियाशील भएर पनि हामी फाइदामुखी हुन्छौँ भने क्रियाशीलको केही अर्थ छैन। पार्टीलाई फेरि तल्लो तहबाट बचाउनु छ, यसका लागि यहाँहरू लाग्नुहुनेछ। आदरणीय नेता जोशी सर राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरबाट पनि उहाँलाई बहिर्गमन पारिएको छ। यसको विरोध गर्दै उहाँ एकदमै मैले जबसँग बुझेँ जोशी सरलाई, उहाँको त्यो सफा हृदय र जनतालाई माया गर्ने मान्छे यतिको पाइँदैन। हामीले उही कस्तुरीले आफ्नो कस्तुरा छ भन्ने कुरा पनि बिर्सिन्छ अरे राम्रो पीडामा, त्यस्तै भएका छौँ। यसैले यसमा यहाँहरूले मनन, यहाँहरू धेरै जान्ने, धेरै खारिएर बस्नु भएको छ। यसमा हामी गाउँबाट नै यसलाई परिमार्जित
सबै मान्छे तपाईँहरूले यसो गर्नुभयो भन्न सकिएन भने काङ्ग्रेस डुब्छ। यही डुबाउनबाट र प्रजातन्त्र जोगाउनबाट बचाउनका लागि पनि जोशी सर आवश्यक छ भन्दै यहाँहरू त्योतिर लाग्नु हुनेछ भन्ने आशा गर्दै बिदा हुन चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल। हजुरको काठापल्टामा हामी बस्न पायौँ। अति रमाइलो समय आउनुभयो। हामी सानो प्रोग्राम पनि पहिले राखेको थियौँ। आज हजुर पनि आउने भन्ने हामीलाई थाहा थियो। हामी आज सबै छुटेको थियौँ। रमाइलो लाग्यो। भन्ने कुरा त सबै साथीहरूले राखिसक्नु भयो। फेरि मैले पनि भन्दाखेरि यिनीहरू त मागेका त म काममा ल्याइदिने भन्नु होला फेरि, किन हाम्रो माग्ने चलन छ। अब एउटा कार्यकर्ता नेता देखेपछि त हामीलाई माग्नु मन लाग्छ, के गर्नु, दुःखदायक। अब नमागी पनि भएन। बच्चा कहाँ रुने त? या आमाको काखमा बाउको काखमा रुनु पर्यो। हाम्रो रुने बानी छ। मेरो सानो अनुरोध छ जोशीज्यूसँग, मन्त्रीज्यू, हामीलाई एउटा स्ट्रिट लाइट र यो रोड पिच हुनलाई एकदमै आवश्यकता छ। काहीँ हुनसक्छ भने म हजुर अनुरोध गर्छु, काहीँ हुनसक्छ भने यसलाई चाहिँ अलिकति केही पहल हजुरले गरिदिनु होला। अलि नाकै सुनेको बोली कि एउटा कुरो हजुर बाहिर जानुभयो कहाँदेखि गयो अहिले भर्खर भन्नुभयो यो चुनावको लागि पनि रामचन्द्र पौडेल त्यहाँ अध्यक्ष सहायक पछि रामचन्द्र अब भोटको प्रपोजल चाहिँ छ कसरी आउँछ त्यसले यो हामीलाई सब थाहा छ। यहाँ भनिदिनु भएन, यो नाटक छ, यो नाटक बुझ्न सक्यो होइन। अब के भयो? नाटक हेरेर मात्रै भएर बुझ्न पनि अब बुझ्छ जनताले। तर त्यो चाहिँ अब यो पार्टी एकता हुनु पर्यो भनेर भन्दा एकता भइसक्यो। म छैन, अरू मागी मिली आइहाल्यो। अब यो गाह्रो विषय भयो। गाह्रो यो अल्जेब्राको हिसाब जस्तो हो क्या। अब पार्टी एक विचार हुनुपर्छ भन्ने विषय कति वर्ष हुनु? चिसोमा गाह्रो पनि हुन्छ। आसन ग्रहण त म सब नाम बनाएर यथास्थानमा भनिदिन्छु क्या। म चाहिँ प्रत्यक्ष छु। त्यो रगतको टाटो अहिलेसम्म रहिरह होला, तर मेरो मुटुमा रहिरहेको छ। मेरो माइतीलाई पनि आसनको लागि हाजिर हुन्छ। अब हाम्रो आदरणीय लोकनाम आएन, स्मरण पण्डितज्यूलाई पनि म आसनको लागि अनुरोध गर्छु। काङ्ग्रेस त हामी हौ, गर्भदेखि काङ्ग्रेस र 36 सालदेखि दण्डपीठदेखि काङ्ग्रेस कतिपट्टि माओवादीको दण्डकालमा कति चौधरामा लगेर केरेर यो पार्टी छोड्दै भन्दा हामी कठोर भएर हिजोसम्म पनि कुनै एमाले माओवादी पार्टीहरूले सङ्घीयमा आइजना दाने तल म जिताएर देखाउँछु भन्ने साथीहरू हिजो पनि भेट्दै थिए। चिया गफमा 1 घन्टा गफ भयो भनेपछि हामी थुक चार्दै हिँड्ने र पार्टी बदली गर्दै जाने हाम्रो बानी छैन। हामी कटिबद्ध नेपाली काङ्ग्रेसमा आस्था र निष्ठा राखेर हामी आजसम्म 61 वर्ष पार गरिसक्यौँ। 36 सालदेखि देवीसँग र अखिलको जुदाईबाट लिएर हामी बाटो पनि ट्याग पनि कम्युनिस्टहरू पिर्दा ट्याग बदली गरेर हिँड्यौँ। त्यसै क्रममा हामीले हाम्रो जोशी सरको त्यो दण्डपीठ थियो, माओवादीको सुरेश आलेर उहाँको भिडान्त मतलब उम्मेदवारी थियो सिमल सहरमा। कतिपय साथीहरूले बुँदा मात्रै बस्न काङ्ग्रेसको मान्छे कोही आउँछ त्यसलाई समाप्त गर्ने यो साथी हो भनेर लागि गरेर छन्। 4 बजे रामनाथजी हुनुहुन्छ, यता कतै हुनुहुन्छ होला, उहाँलाई 4 बजे राति लिएर गएर बुथमा म आएँ, ल कसले काट्छौ काट भन्दाखेरि केही छेडपछि उसलाई पनि सब माओवादीको साथीहरूलाई नि नबोल चुप लाउ जहाँ हाल्छ। त्यतिखेर गुण्डीजी पनि हाम्रो उम्मेदवारी दिएका थिए हाम्रो जोशी सर सँगसँगै। र त्यतिखेरदेखि हामीले काङ्ग्रेसमा जो आउँछ लौरो आयो भने काङ्ग्रेसलाई हामीले जिताउने प्रतिबद्धता लिएर काङ्ग्रेसमाथि आस्था र निष्ठा राख्ने साथीहरूले कटिबद्धता लागेका थियौँ। र काम यो 5औं वर्षपछि नि कसले के गर्यो त? योभन्दा पहिला कसले कहाँ के गर्यो? तिनै मोडहरू काटिएका छन्,
ट्याग खोलेका तिनै स्कुलहरू छन्। यहाँ एउटा स्कुल नआउँदाखेरि उहाँले स्कुलको धेरै स्कुलहरू ल्याइदिनु भयो, उहाँलाई हृदयदेखि धन्यवाद छ। र टिचरहरूले जाहिर उहाँको माथाबाट खाए, पुलिस आर्मीहरूले उहाँको माथाबाट खाए, कति छोडे कति मरे र कति यस्तो भयो। र हाम्रो माओवादीले त्यहाँदेखिको तहसनद गरेर यस्तो 17,000 मान्छे मार्ने मान्छेलाई त्यो कहिल्यै पनि कुनै काङ्ग्रेसको हात जान्छ होला इलेक्सनमा? कहिल्यै पनि जान हुँदैन। कुराहरू सुन्ने त मेरो आफ्नै प्रमुख अतिथिज्यूको हो र म एउटा 2028 सालदेखि म एउटा राजनीतिमा लागेर 2036 सालको जन्म सङ्ग्रहमा मेघनाथ कैनेज्यूको र मेरो एकदम बसउठ भएर सल्लाह काम गरेर हिँडेको व्यक्ति हो। र आज मलाई पीडा छ वास्तविक जोशी सरसँग किन लागि विभिन्न साथीहरूले कहन्छ। तर म एउटै कुरो जोशी सरसँग लाग्ने विकास प्रेमी र जनता प्रेमी भएको नाताले म लागेको छु। यो विद्यालय 2049 सालमा विद्यालय स्थापना भयो, तर यहाँ 50,000 धरोहर राख्न पनि हामीलाई मुस्किल भएपछि जोशी सरलाई मैले भने, जोशी सर तपाईँ अभिभावक होइदिनु पर्यो, त्यो विद्यालय मैले खोल्ने आशा गरेँ, के गरौँ भनेपछि उहाँले मलाई वचन दिनुभयो। विद्यालय खोलेपछि ती दरबन्दी विष्णु प्राविको निमानी भयो। त्यो दरबन्दी लगातार जम्मा 4 दरबन्दी थियो प्राविको, म त्यो अध्यक्ष हुँदा। तर त्यहाँको लथाली बताबिङ थियो। तर त्यो विद्यालयलाई गोविन्दराज जोशीहरूले संरक्षक बनेर त्यो विद्यालय निमामीको 8 कक्षासम्म सुकृति गराइदिने र जुन भवनलाई भक्तिलाई उहाँ स्थानीय विकास मन्त्रालय हुँदा त्यो बेला सांसद कोषको अहिलेको जस्तो पैसा थिएन, थोरै पैसा पठाइदिएर एउटा भवन बनायो। फेरि दण्ड भूकम्प आयो, सर यता भूकम्पले गयो भनेपछि 3 कोठी भवनलाई चाहिँ उहाँले जिल्ला शिक्षा कार्यालयबाट अनुरोध गरेर त्यो शिक्षा के अरे विद्यालय भवन बनाइदिनु भयो। राजकीय दरबन्दी यहाँ स्वीकृति गराउनु भयो र त्यही दरबन्दीले अहिलेको सरकार दायाँ र बायाँ यताउता नताएर अहिले त यो जिल्ला बढी भयो अरे, अन्तर जिल्ला पठाउने अरे। अहिले यहीँ विष्णु मावि खोलेको छ, एउटा माविको दरबन्दी छैन, स्कुलको हालत त्यो छ। तर किन भन्दा अहिलेको स्थानीय सरकार छ, अहिलेका हाम्रा साथीहरू विद्यालयका समितिमा हुनुहुन्छ, उहाँहरूले एउटा आवाज उठाएर काम गर्न सक्नुभएको छैन। वास्तविक किन भन्दा यो विकास गर्ने भनेको गोविन्दराज जोशी सरको विकास होइन, हाम्रो विकास हो भनेर सोच्नु पर्ने कुरा थियो। हिजो गोविन्दराज जोशीको मान्छेलाई अध्यक्ष दिए सर्लक्कै खाइदिएछ भन्ने जस्तो साथीहरूलाई पीडा भयो। वास्तविक किन भन्दा मैले यो विद्यालय मलाई अध्यक्ष देऊ, म मावि दरबन्दी ल्याएर छोडिदिन्छु भनेर त्यो पनि एउटा मूल्याङ्कन गर्नुपर्ने कुराहरू छ साथी हो। हामीले के भन्दा रामचन्द्र पौडेलजीलाई पनि यही 1 नम्बर क्षेत्रबाट हामीले 48 सालमा चुनाव जिताएर पठाएकै हो। त्यो बेलाको पनि हेर्नुहोस्, आजसम्म पौडेलजी त्यही सत्तामा हुनुहुन्छ, त्यही मोहमा हुनुहुन्छ, तर उहाँले के काम गर्नुभयो, कति गर्नुभयो, जनताको पीडा किन चुनाव हारियो अहिले, त्यो किन जनताले भोट दिएनन्, उहाँ त्यो कुरो हामीले अलिकति बुझ्नुपर्ने जरुरी अवस्था छ साथी हो। म धेरै कुराहरू भन्दा म थोरै कुराहरू किन जोशी सरलाई मागिरहेका छन्? उहाँहरूलाई कुनै पार्टी प्रति मतलब छैन। मैले दूर दराजतिर एमाले, माओवादी, काङ्ग्रेस मात्रै होइन सबै पार्टीका मान्छे उहाँसँग आएका छन्। माओवादीले नि हामीले नेता पाएन, एमालेकाले नि आफूले जिताएको नेतै अन्यत्र गइदियो भन्ने पीडा छ उहाँहरूको। नेतै भएनन् सर, काङ्ग्रेसकाले त भन्ने नै भए। हजुर आउनु पर्यो, तनहुँ जिल्लाको पहिलाको अवस्था र अहिलेको अवस्था, र हजुर आएपछि हामीले एउटा नेता भन्न लायक र केही गर्ने मान्छे हजुर हामीले भनेर विपक्षीले नि भनिरहेको बेला काङ्ग्रेस किन अलमल्ल? विपक्षीहरू उहाँलाई सहयोग गर्न तत्पर छन्, किनभने उहाँहरू पनि जिल्लिनु भएको छ। के नै गर्छु भनेर 17,000 मार्नेको पनि त्यही छ हालत। के नै गर्छौँ भनेर एमाले, सही पनि एमाले, म पनि एमाले, गाउँ पनि जम्मै एमाले भन्नेको नि हालत त्यही छ। त्यही कारणले अब सर तनहुँ जिल्लामा सरको भिन्दै अस्तित्व रहेछ। विकास गर्ने के नै पाउला भन्ने थियो, केही पनि भएन भन्ने मान्छेले त बुझ्छ नि त। यो किसिमको अवस्था छ। द्वन्द्व पीडितको हाल खबर के छ? द्वन्द्व पीडितहरूलाई माया गर्ने, एकदम अत्यन्त दुःखमा साथ दिने नेताको रूपमा मैले चिनेको छु, बोलेको कुरा पुर्याउने नेताको रूपमा मैले चिनेको छु उहाँलाई। म पनि द्वन्द्व पीडित, एउटा शहीद परिवारको मान्छे। किन काङ्ग्रेसले वास्ता गर्दैन होला? किन म पैसा टक्राउन चाहन्न?
पैसा नदिकन केही पनि पाइँदैन। वडा सदस्य पनि पैसा नभए अब काङ्ग्रेसले दिँदैन, त्यस्तो अवस्था छ। होटेलमा बसेर खान सक्दिनँ म, किन उहाँहरूसँग रसरङ्गमा त्यहाँ पनि घुम्न चाहन्न म, किन मेरो इज्जत छ। मैले महसुस गरेको काङ्ग्रेस। अनि जहाँ उहाँ होटलमा बसेर एउटा पार्टीका वडा सदस्यदेखि वडा अध्यक्ष निर्णय गर्नुहुन्छ, म त्यो राति होटलमा जाने मेरो अस्तित्व पनि छैन, मेरो आफ्नो इज्जत पनि छैन, त्यहाँ गएर पनि म पाउन सक्दिनँ। म मेरो चरित्र बेच्न पनि चाहन्न, म त्यस्तो खाले मान्छे पनि होइन। भनेको सबै मान्छे त्यस्तै छन् भन्ने होइन, तर मलाई परेको पीडा के गरेर काङ्ग्रेस पार्टी नराम्रो होइन, के गरेर म काङ्ग्रेसको मान्छे एउटा कुनै तहमा गएर जनताको किन पीडामा मलम लगाउन सक्छु भनेर म आफै सोध्छु। तर त्यो पार लाउने अवस्थामा अहिले काङ्ग्रेस छैन। किनभने यस्तो किसिमको मैले मेरो वडामा के गरेँ भने वडा अध्यक्षको टिकट दिँदा सबै क्रियाशीललाई जम्मा गरियो। जम्मा गर्दा ल यहाँ मध्ये कुन चाहिँ वडा अध्यक्ष हुँदा हामी जित्छौँ त भन्दा सबै मान्छेले उहाँ भए ठिक हुन्छ भनेर मैले वडा अध्यक्षको मेरो नगरपालिका भानु नगरपालिका वडा नम्बर 2 त्यहाँ मैले त्यो उहाँको पिए लगायत मान्छेले म त जोशी किताब पो रहेछु भने त्यहाँदेखि उहाँले नै ओ किता काट गरिदिए मलाई। म उहाँलाई पनि काम लिएर जाँदा गरिदिए भए त हुन्थ्यो नि त, म पनि नतमस्तक हुन्थ्यो होला नि, उहाँले पनि केही गरिदिनु भएको छ भनेर। किन किता लाउनुहुन्छ उहाँले? हेर्नु, शान्ति मन्त्री हुँदा जोशी सरले त्यो द्वन्द्व पीडितको सम्पूर्ण बच्चा बच्चीलाई मास्टरसँग पढ्नलाई निःशुल्क गरिदिनु भएको थियो, तर जोशी सरले गरे हुन्छ भनेर उहाँले 18 वर्ष हदबन्दी लगाइदिनु भयो शान्ति मन्त्री हुँदा। उहाँले जहाँ पनि ब्रेक गर्दै जानुभएको छ। उहाँ को हो र भने रामचन्द्र भगवान त होइन नि, उहाँले बोल्नुपर्छ। उहाँले गरेको गलत क्रियाकलाप, ठगी खान पाइँदैन कसैलाई पनि। काङ्ग्रेस उहाँको पनि प्याउ होइन, मेरो पनि प्याउ, कसैको पनि होइन। शेरबहादुर र रामचन्द्र मिलेसी प्रचण्डको छोरीलाई पनि भोट हाल भने हस् हजुर भनेर उतै हालिदिनु पर्ने। बाबुराम भट्टराईले गोर्खाका मान्छेले जति पीडा द्वन्द्व कालमा कसले पाए होला? तिनै द्वन्द्व पीडित मान्छेहरूलाई घाँटी निमाटेर ल हाल बाबुरामलाई भोट हाल भन्ने अधिकार छ रामचन्द्र पौडेललाई? उनीहरूको मन दुख्दैन? मैले बुझेको छु त्यो। रामचन्द्र पौडेलका परिवारसँगै छन्, उनले बुझ्न सक्दैन, तर मैले त बुझ्छु नि। द्वन्द्व पीडित जो छ उनले बुझेको छ त्यो घाउ। बाबुराम भट्टराईलाई जिताए, तर त्यहाँ गोर्खाले के पाए? गोर्खाले हाम्रा काङ्ग्रेसले के पाए? सिकाएको कसले हो? त्यो यथार्थ हो नि। तपाईँको यही हाम्रो यो बन्दीपुर अहिलेको बन्दीपुर गाविसमा कर्ण खत्रीलाई हराए हाम्रो यहीँका मान्छेहरूले, जसले हराए तिनै मान्छे गएर त कर्ण खत्री पार्टी सभापति रहेछन्। मलाई अनुगमन पठाएको थियो पार्टीले, रघु सर हामी 2-4 जना थियौँ, अहिलेका क्षेत्रीय सभापति श्याम मौराती सबै थियौँ। जो मान्छे हारेको छ के कारणले हारियो भनेर नखोतलिकन कर्ण खत्रीलाई नै उल्टो गाली गरेर अहिले पार्टी सभापति छोड भनेर उल्टो दबाब, यस्तो पनि हुन्छ उहाँका मान्छेहरूले। ल यो रामचन्द्र पौडेलकै मान्छेहरूले ती त सोध्नुहोस् नबताए। अनि त्यस्तो गर्ने कमसे कम उहाँलाई सान्त्वना त के कारणले हारियो, उहाँलाई त दुःख पाल्यो, पुलिसलाई जागिर खुवायो, मास्टरलाई खुवायो, तनहुमा एउटा तालिम केन्द्र ल्याएर भुलिदियो, सशस्त्र मनोकामना गण ल्याएर भुल्यो। कसले गर्यो? हाम्रो मान्छेले गर्यो। र आज उहाँ यस्तो रूपमा आउँदै हुनुहुन्छ कि मलाई जनताको विश्वास छ उहाँमाथि ढुक्क छ। अब हामी यहाँ जति छौँ नि, हामीले 1-2टा भोट थप्दै गयौँ भने कति हुन्छ बुढालाई? त्यसै जितिन्छ। किन हिक्मत हार्ने? हामी त्यसरी जानुपर्छ। अब त्यही भएर प्रमुख अतिथिले धेरै कुरा भनिसक्नु भएको छ, अन्त सबैले महसुसै गरिसक्यो। किनभने
तनहुँ जिल्ला साँच्चै नै भने उहाँले अघि नै भनिसक्नु त्यसलाई म दोहोऱ्याउन चाहन्न। सङ्गठन जसरी उहाँले चाहिँ नि तनहुँ जिल्लाभरि गराउनु भयो भने हामीले यस वडामा कति सङ्घर्ष गरेर काङ्ग्रेस भनेर घुँडो मुन्टो टेकेर हिँड्यो। तर भोट चाहिने बेला भोट माग्न चाहिँ ल काङ्ग्रेस अगाडि बढ्नु पर्यो रेशमजी भन्नुहुन्छ उहाँहरू। तर पद दिन चाहिँ उहाँ चाहिँ नि गुट बनाएर ठुलो गुट बनाएर माधव कुमारलाई केपी ओलीले पाखा लाग्यो हाम्रो पाखा लाउनु भयो। यस्तो चाहिँ नि यो 14औं अधिवेशनले गुट अब गुट बनाएर देखायो, मान्छे चिन्यो। यो शङ्कर भण्डारीको रहेछ, यो गोविन्द जोशीको रहेछ, यो रामचन्द्र पौडेलको, यो गोविन्द भट्टराईको भन्ने कुरो सबै स्पष्ट देखा। 75 वर्ष भयो विरोध गरिनलाई कति गुना हामी सब तरै मैले बुझिरहेको छु। मैले पूर्तिका जनताले खोजिराख्ने यो देउराली टार साखुले बान्या गामसम्म मेरो नाता हुन्, म बुझिरहेको छु क्या। हामीलाई सबै थोकको लागि विकासको लागि नभई भएन, विकासको लागि कुनले गर्यो? शङ्कर प्रणाली के गर्यो? 5 वर्ष बिता मैले त चिनेको नि छैन। मेरो नचिन्नु पर्दैन। मेरो साथीभाइ, मेरो पार्टी, मेरो साथीहरू हिँड्नु त म हिँड्न दिन्न। एउटा हो यो दानबहादुर मैले भने नमानी, अरू त मैले के भने दिनु गर्नेलाई दिने हो। चिज चाहिँ चाहिँदैन हामीलाई, गर्ने चिज चाहिन्छ। मान्ने अवस्था हुनु पऱ्यो। मैले काम गर्ने अवस्था सिर्जना गर्ने दिनमा तपाईँहरू मैले होइन, तपाईँहरू अलिकति डह्रो हुनु उमेर सोध्नुहुन्छ 75, नाम भन्नुहुन्छ शिव थापा। माओवादीसँग लड्ने 400-500 जना मै हो। काङ्ग्रेस टेकाउने नि म हो। यो गाउँमा यो ठाउँमा भएन। जसरी नि जिताउने काम जनताको। यहाँ के गर्नुभएको थियो नि उहाँले के गरिदिनु भएको थियो? यहाँ सबै थोक जे जाने यो पोल इन्डिया गएर ल्याउनु भयो, यो स्कुल ऊ गरिदिनु थाई गरिदिनु भयो, मावि खोलिदिनु भयो, शिक्षक पठाइदिनु भयो, यो बाटाघाटा खोलिदिनु भयो। अझै गर्न बाँकी थियो तर आउन दिएन। तिनले भन्ने हो कि जनताले भन्ने हो? जनताको चाहना हुनुपर्छ। 75 वर्ष हेङ्गा चेङ्गुचुङ गरेँ भने म भडङ बुडुङ हो फेरि। पानी यता दिनु न पानी। पानी खाऊ न। कम्युनिस्ट पार्टी छ यहाँ। अब उसले अब चाहिँ के गरेछ, अब चाहिँ हामीले चाहिँ गर्नु पर्यो अब होइन। हाम्रो कङ्ग्रेस अनि उनीहरूले भन्छन् नि, उनीहरूले भन्छन् अब चाहिँ यो के अरे काँडहरूलाई चाहिँ कम्युनिस्ट बनाइदिनु पर्यो भन्न भन्छन् नि। के भने जस्तो मैले त्यो छिसुलामा चाहिँ भने यस्तो कुराहरू है। त्यस कारण चाहिँ अब चाहिँ सबैलाई चाहिँ वेलकम छ मैले त्यो है। किन आउँला घुमाएपछि आउँला मात्रै घुमेर हुँदैन, मान्छे नि घुम्नु पर्यो। त्यसमा मन खोजेको मैले त्यो हो। ल त्यो भन्दै आजको प्रमुख अतिथि पूर्व नेपाली काङ्ग्रेसका महामन्त्री, गृहमन्त्री र आदरणीय व्यक्तिको मञ्चमा उपस्थित बस्नुभएका आसन गर्नुभएका
सम्पूर्ण उपस्थित सम्पूर्ण आदरणीयज्यूहरू सम्पूर्णलाई मेरो नमस्कार पुर्याउनु। यो भेटघाट कार्यक्रममा आउन र बोल्न दिनुभएकोमा यहाँहरूलाई म फेरि धन्यवाद दिन चाहन्छु। नेपालको यो जुन परिवर्तनको जुन चाहिँ श्रृङ्खलाबद्ध घटनाक्रमहरूमा यहाँको पनि ठुलो एउटा योगदान छ। नेपाल विकास क्रममा पनि यहाँहरूको ठुलो योगदान छ र गोविन्दराज जोशीज्यूले हाम्रो उपलफाँटलाई केही राम्रा कामहरू पनि गरिदिनु भएको छ। बिचमा उहाँले चाहिँ आफ्नो प्रतिनिधित्व देखाउन नपाएकाले गर्दा यहाँ चाहिँ उहाँको एब्सेन्ट भएको हो कि भन्ने हामीलाई खड्किएको छ। अब फेरि उहाँले चाहिँ भेटघाटका कार्यक्रमहरूलाई अगाडि बढाउँदै अब फेरि चाहिँ यहाँबाट चाहिँ टिकट प्राप्त गरेर फेरि प्रतिनिधि सभामा उहाँ चाहिँ उपस्थित हुनेछ। उहाँलाई मैले यो शुभकामना पनि दिएँ। म अलिकति थोरै जोड्न चाहेँ। नेपालको जुन घटना र सहकार्य त गर्ने तर पार्टीलाई पनि सक्ने स्थिति बिस्तारै आउँदैछ। अब हामी त फुरुङ्ग भएका छौँ, अनेक पार्टीसँग अब तालमेल होला, हामी बहुमत ल्याउला भन्ने जुन काङ्ग्रेसले एउटा दिवा सपना बोकेको छ, त्यही हालत अब आउने जुन कति दलीय गठबन्धनको एउटा तालमेल होला, तालमेलमा काङ्ग्रेसलाई कति सिट पर्ने हो, त्यो सिटमा फेरि अन्य पार्टीका मान्छेले मत देलान् नदेलान् हामीलाई, त्यो पनि अब त्यो केही टुङ्गोको विषय भएन। अब आदरणीय नेतालाई किसानलाई सहयोग गर्यो भनेर एउटा नाटकीय ढङ्गमा कारबाही गरियो। अब हाम्रै जिल्लाका वरिष्ठ नेता अब तिनै किसानलाई बोकेर यहाँ तपाईँहरू माझमा भोट माग्न आउने हो कि, त्यो डह्रो सम्भावना छ। किनभने उहाँ त 5 दलीय गठबन्धनको मुख्य मान्छे हुनुभएको छ, संयोजक। अब यस्तो किसिमको परिपाटीले काङ्ग्रेस कता जान्छ त्यो चिन्ता हो। पार्टीका केन्द्रीय सदस्यहरू कुनै पनि त्यो पार्टीलाई कहाँ जान्छ भन्ने चिन्तामा देखिनुहुन्न। उहाँहरू व्यक्तिगत स्वार्थमा लिप्त हुनुहुन्छ। जुनसुकै पार्टीको पनि त्यो देखिन्छ। पार्टीहरू अहिले पार्टी दह्रो छैन, नेता बलिया छन्। किन उहाँहरूको अकुत सम्पत्ति कमाउनु भएको छ। जुनसुकै सर्वहारा वर्गको नेतृत्व गर्ने, 17,000लाई तहस नहस गर्ने र तल्लो तहका कार्यकर्ताको घाँटी काट्नेदेखि सबैलाई मार्नेदेखि लिएर अरू के का लागि भएको थियो। म त द्वन्द्व पीडित मान्छे हो। के का लागि त्यो युद्ध भयो, के का लागि मेरा श्रीमान मारिए, त्यो मैले प्रश्न गर्ने कि नगर्ने। अहिले के का लागि प्रचण्ड, माधव नेपाल र रामचन्द्र पौडेलको र हाम्रा नेताहरूको घाँटी जोडिएको छ। किन उहाँहरूको 52 सालदेखि कार्यगत एकता त थिएन। किन जोशी सर निकटका मान्छेहरू धेरै मारिए, प्रश्न त्यो छ। किन घाइते बढी भए। अब यो प्रश्नको उत्तर अरू बिर्सेलान्, तर म बिर्सन सक्दिनँ। पार्टीको माया मलाई अरूलाई भन्दा बढी छ। किन बढी छ त रजाइ हुने भयो नि त, खानपान सबै मिल्ने भयो। त्यो किसिमको परिपाटीले गर्दा यो बुझाउने कसरी, बुझ्ने कसरी होइन। हामी त मिल्यौँ भनेर मात्रै पनि हुँदैन। द्वन्द्वको घाउ, मेरो मनको घाउ कसैले मलम लगाउन सकेकै छैन। तर तपाईँले त्यति भुलिरहनु पर्ने अवस्था थिएन। तैपनि मलाई यहाँ उभ्याइसकेपछि म एउटा टोक्का जस्तो कुरा भन्न गइरहेको छु। म आजभन्दा 20-25-30 वर्ष अगाडि एक ठाउँमा जनता गएको थिएँ। त्यहाँ बेलुकी साँझ परेको थियो र त्यो माथि टेक बहादुरको घर जतिमा जगे, यहाँ जति भतेर लागेको थियो। तर म यसरी नै बेलुकी साँझमा उभिरहेको थिएँ। त्यहाँ 2जना मान्छे आउनुभयो र तपाईँ जयन्ती हो भनेर सोध्नुभयो। म त जयन्ती हुँ भने। त्यहाँबाट उहाँले प्रश्न के राख्नुभयो भने म त अल्ल मल्नै परेँ। किन त भान्जी आउने चोख्यो भने भात हाम्रो किन जुठो भनेर मलाई जवाब दिनुभयो। त्यो जवाब मैले फिर्ता गर्न सकिनँ। वास्तविक कुरा के, मलाई परेको अहिले 30-35 वर्ष अगाडिको कुरा आज मलाई यो ठाउँमा आउँदा चट्ट याद आइहाल्यो। वास्तविक यहाँ यो विकासको क्रममा धेरै साथीहरूले भनिसक्नुभयो गोविन्दराज जोशी चाहिन्छ। यहाँ
तर यहाँ जोशी आयो भने उसलाई भोट दिनुहुन्न भनेर पनि भन्नुहुन्छ। यो उसको अचम्म क्या, यहाँ जोशी छ किन हिँड्यो भनिन्छ। तर यो बाटोमा गोविन्दराज जोशीको देहान छ। यो जलस्रोत मन्त्री हुँदा सिमेन्टका पोल उपल्लो फाट्लो लगाउनु पऱ्यो भनेर मलाई जिम्मा लगाउनु भयो सरले। वास्तविक 4-6 महिना कति जलस्रोत मन्त्री हुनुहुन्थ्यो, यहाँ सिमेन्टका पोल उपलब्ध भयो र पछि गएर हाम्रा गोविन्द भाइ यहीँ छन् र यहाँ यो भवन आमासँगको भवन बनाउने भन्दा उहाँले रामचन्द्र पौडेललाई पनि गुहार माग्नुभयो, शङ्कर भण्डारीलाई पनि गुहार माग्नुभयो, गोविन्द भट्टराईसँग पनि गुहार माग्नुभयो। जब त्यो बेला गोविन्दराज जोशी के हुनुहुन्थ्यो, उहाँ केन्द्रीय सदस्य पनि हुनुहुन्थ्यो, एउटा पार्टीको साधारण सदस्य मात्र हुनुहुन्थ्यो। तर उहाँलाई लिएर आएर यो शिलान्यास गराइसकेपछि यो भवनको सुरुवात भयो र यो भवनलाई विजय गराउँ र त्यही साथमा हाम्रो विकासको मूल अझ फुट्नेछन् भन्ने शब्द राख्दै म यहाँहरूसँग बिदा हुन्छु। होस् त, धन्यवाद। अब उहाँले धेरै हाम्रो भनौँ न यो बिजुली बत्ती यो भवन सम्पूर्ण काम उहाँले गरेको हामीले भुल्नु हुँदैन। यस भवनमा हामीले शिलान्यासमा ल्याउँदाखेरि मैले वास्तवमा अरू कुरा भन्दा पनि यसमा मेरो चाहिँ ठुलो चाहिँ देन जोडिएको हुनाले यहाँ मैले सबैलाई मैले लगभग सबैलाई भनेको थिएँ, माओवादीका तर्फका साथीहरूलाई पनि ल तपाईँहरूको पहिला मान्छे लिएर आउनुहोस् यो भनेर मैले सबै हाम्रा यहाँका दाजुभाइहरूलाई नि सल्लाह गरेर कसरी गर्ने भन्दाखेरि यसरी गरौँ भन्दाखेरि सबैले साथ सहयोग हाम्रा गाउँका दाजुभाइहरूले दिनुभएको हो। र त्यसमा के भयो भने यो भवन उद्घाटन गर्ने क्रमलाई मैले जोड्न खोजेँ। शिलान्यास गर्ने बेलामा चाहिँ को ल्याउने भन्ने कुरा धेरै विवादहरू भइरहेको थियो। यस्तै उहाँ चाहिँ हाम्रो कुनै पनि उसमा हुनुहुन्थेन। त्यसपछि ल सबैले ल यहाँ ल्याउने क्रममा एकपल्ट मैले माओवादीको भीमप्रसाद गौतमलाई पनि ल्याउनुहोस् भने उहाँहरूले पनि अब बनाउने सम्पन्न गर्ने भन्ने कुरा त गाह्रै हुने भयो, त्यो पनि सफल भएन। त्यसपछि मैले अनि हाम्रो यहीँ सीता दिदी हुनुहुन्थ्यो, उहाँलाई पनि ल भन्नुहोस् है, पहिला उहाँलाई प्राथमिकता, त्यो पनि भने त्यो पनि पछि अब उहाँ वास्तवमा पदमा हुनुहुन्थेन होला त्यो बेला भएन। अनि अरू सबै हाम्रा नेपाली काङ्ग्रेसका अरूलाई पनि भनियो, त्यो पनि सफल भएन। अनि एक दिन नालामा एउटा कार्यक्रम थियो, मैले कार्यक्रम यस्तो यस्तो गर्न छ के गर्ने होला भन्दा राख नि त कार्यक्रममा आउँछु भन्नुभयो। त्यसपछि अनि आएपछि यहाँ त्यो दिन के भयो भने कार्यक्रम गरेर शिलान्यास गरेपछि यहाँ त के रहेछ भने अब जोशी सर आउने आजै यहाँ पैसाको मुठो ल्याएर दिने भन्ने भयो रहेछ। तर चाहिँ त्यो होइन, मैले चाहिँ होइन, यदि उहाँले यो कार्यक्रममा आएर पैसा दिन आउनु भएन, यदि यो नबनाएको खण्डमा म बनाउँछु, मैले ल्याइसकेपछि मैले बोलिसकेपछि टिनको टहरू भयो भने मैले हाल्छु भनेर मैले बोलेको थिएँ यहाँका जनतालाई। मेरो वचनलाई उहाँले साकार पुर्याएर शान्ति मन्त्रालय अगाडि बजेट हालेर यो भवन बनाउन सफल भएको। त्यसै त्यस कारणले तिमीले यो काम गर म गर्छु भनेर गरेको भएर मैले पनि अहिलेसम्म उहाँले भनेको कुरालाई सधैँ साथ सहयोग दिँदै आएको छु। र भोलिका दिनमा पनि अब यसरी नै भोलि सकेसम्म नेपाली काङ्ग्रेसको टिकट लिएर आउनुभयो भने मैले झन्डा बोकेर हिँड्नेवाला छु। त्यही हो, उहाँको लागि सम्पूर्ण पार्टीले यसको न्याय गर्नुपर्छ र झन्डा 4 तारे झन्डा रुखको चिन्ह लिएर आउनु हुनेछ भन्ने आशा गरेको छु। चाहिँ हामीले पाउनुपर्छ, कुनै चिन्ह लिएर आउनु होला। त्यसको लागि उहाँले अनुरोध गर्नुभएको छ, त्यसलाई हामी यो ठाउँबाट बिर्सिने छैनौँ। यही भन्दै अब आजको मन्त्री हुनुहुन्थ्यो, उहाँ कहाँ गयौँ, जलस्रोत तथा उपप्रधानमन्त्री शैलजा आचार्य दिदी हुँदा हामीले त्यहाँबाट निवेदन लगेर त्यो काम अगाडि बढाएको हो, यसमा पनि दुईमत छैन। उहाँ शिक्षा मन्त्री हुनुहुन्थ्यो, शिक्षा मन्त्री हुँदा नेपालको शिक्षा पद्धतिमा आमूल परिवर्तन गर्ने एउटा योजना ल्याउनु भयो, आधारभूत शिक्षा परियोजना। त्यसले धेरै शिक्षाको संरचनामा परिवर्तन गरायो, हामी सबैले बुझेका छौँ। अहिले जब मुलुक सङ्घीय संरचनामा गयो, त्यसको सबभन्दा ठुलो मार शिक्षा क्षेत्रमा परेको छ। अहिले हरेक क्षेत्रमा हेर्दा शिक्षाका संरचना अत्यन्तै सङ्कुचित भएका छन्। गाउँपालिकामा हेऱ्यो भने हामी सब एकजुट भएर स्कुल यो आमासँग भन जोशीले हो नि गरेको नगरेको छ भनेर पुरा गरे हो। तर के पहिला बाटो आयो जोशीले बजेट हालेर त्यहाँबाट बिजुली आयो, त्यहाँबाट स्कुल आयो, अनि पछि भवन 4 चिज अरूले गरेको छैन।
नेपाली काङ्ग्रेस तनहुँलाई यहाँसम्म ल्याइ पुर्याउन जुन हाम्रो आजका प्रमुख अतिथि गोविन्दराज दाईले जुन पहल गर्नुभयो र उहाँको जुन देन छ र त्यो देनलाई आत्मसात राख्दै अब तनहुँ काङ्ग्रेसलाई सिङ्गो एकबद्ध बनाएर एक ढिक्का बनाएर अगाडि लानको लागि यहाँले आफ्नो आत्मादेखि नै पहल गर्नुहुनेछ र नेपाली काङ्ग्रेस तनहुँका सम्पूर्ण नेतागण सम्पूर्ण कार्यकर्ताहरूलाई एउटा मनोबल बढाएर नेपाली काङ्ग्रेसलाई एक ढिक्का बनाएर अगाडि बढाउनको लागि यहाँले पहल गर्नुहुनेछ भन्ने पनि मैले विश्वास राखेको छु र अहिले तनहुँको काङ्ग्रेसको चाहिँ जुन अहिले यो एउटा खेलहरू घिनलाग्दो खेलहरू खेलिएका छन् यहाँ चाहिँ आफ्ना समकालीन साथीहरूलाई अगाडि बढ्न नदिने कार्यकर्ताहरूलाई अगाडि बढ्न नदिने थिचोमिचो गर्ने एउटा दासत्वको भावनाले राजनीति गर्ने प्रथालाई अब हामीले अन्त्य गर्नुपर्छ भन्ने मैले महसुस गरेको छु र यस्ता क्रियाकलापहरूलाई अन्त्य गर्नको लागि पनि आजका प्रमुख अतिथि गोविन्द सरले चाहिँ पहल गर्नुहुनेछ र नेपाली काङ्ग्रेसको एउटा उज्जवल भविष्यको त्यसै गरी काङ्ग्रेस लेभलमा हार्दिक अनुरोध गर्दछु र अन्य साथीहरूले उनीहरूले फुलबाट स्वागत गरिदिनु म अनुरोध गर्दछु। काङ्ग्रेसको वर्चस्व भएको जिल्ला हो। मलाई एउटै याद छ, म प्युठानमा कामको सिलसिलामा झोलुङ्गे पुलको एउटा टेन्डर राख्न गएको थिएँ। त्यो बेलामा स्थानीय विकास मन्त्री रामचन्द्र पौडेल, गोविन्दराज जोशी गृहमन्त्री हुँदाखेरि म त्यहाँ धरोटी फिर्ता लिन भनेर जाँदा म यहाँदेखिको नाइट बसमा गएको थिएँ। म तनहुँबाट आएको हुँदाखेरि त्यहाँको लेखापाल लिएर हामीले तनहुँको तपाईँ काङ्ग्रेस, तपाईँको जिल्लामा यस्तो किसिमको राजनीति माहौल भनेर भन्दाखेरि म आज यहीँबाट काममा जानुपर्ने छ, मलाई चाहिँ अङ्क लाग्छ भन्दाखेरि मलाई त्यो बेलामा काङ्ग्रेसको हैसियतले उहाँहरूको एउटा सम्मानको उयसले गर्दा मैले त्यो धरौटी फिर्ता लिन यति सहज र परिस्थिति सिर्जना भयो र त्यो हुँदाखेरि मलाई गौरव लागेको थियो। ओहो, तरुणको काङ्ग्रेसको यस्तो चाहिँ मलाई चाहिँ एउटा हौसला चाहिँ त्यहाँको चाहिँ कार्यालय प्रमुख लिएर मेरो पनि सरुवा छ, तपाईँले चाहिँ अलिकति पहल गरिदिनु पर्यो, म यहाँ प्युठानमा छु भनेर मलाई त्यो कार्यालय प्रमुखले स्वयं आफैले पठाउन र चिया खुवाएर भनेको बेला थियो। तर अब अहिले आएर काङ्ग्रेसको स्थिति हेर्दाखेरि म फलाना जिल्लाको काङ्ग्रेस हो भन्दा पनि त्यो त यस्तो छ भन्ने खालको स्थिति चाहिँ देखिएको छ। यो हुनुको कारणमा सबैभन्दा यो हामी कार्यकर्ताले कसैले पनि त्यस्तो किसिमको महसुस हामीले गरेको छैनौँ। राजनीतिमा सबै म नेतृत्व तहमा जो जति हुनुहुन्छ अहिले उहाँले निष्ठाको राजनीति गरिदिनु पर्यो। कार्यकर्ताहरूलाई नहुने आश्वासन दिन पनि भएन, हुने कुरो हुन्छ नहुने कुरो हुँदैन भन्ने खालको राजनीति म जोशी सरलाई मात्रै होइन सम्पूर्ण जति पनि नेतृत्व रामचन्द्र पौडेल, शङ्कर भण्डारी, प्रदीप पौडेल, गोविन्द भट्टराई, धुरुवा अग्ले लगायतका जति पनि नेता तनहुँमा नेता हेर्ने हो भने धेरै नेताहरू हुनुहुन्छ। तर निष्ठाको राजनीति गरेर कार्यकर्ताहरूलाई चाहिँ हामी छौँ भन्ने खालको एउटा चाहिँ राजनीति गरिदिनु हो भने तनहुँ काङ्ग्रेस फेरि काङ्ग्रेसमय हुन्छ भन्ने मैले विश्वास लिएको छु। यो एउटा तनहुँ जिल्ला नेपाली कङ्ग्रेसको ढलानको जिल्ला भनेर हामीले भन्दै जाँदाको परिस्थितिमा आज
तनहुँमा सबै सिटहरू गुमाउनु परेको परिस्थितिहरू, त्यो पीडा हामीलाई असाध्यै छ। यसै सन्दर्भमा मैले तनहुँ जिल्लामा चुनाव सबै ठाउँमा चुनाव हारिसकेपछि केन्द्रीय कार्यालयका प्रवक्ता विश्वप्रकाश शर्मा र नवीन दाई बित्नुभयो, नवीन जोशी दाई भानुमा व्यास नगरपालिकामा एउटा आम सभा जस्तो कार्यक्रम गर्दाखेरिमा विश्वप्रकाश शर्मा आउनुभएको थियो। त्यति बेला सङ्घ संस्थाको प्रतिनिधित्व गर्दै मलाई शुभकामना दिने अवसर जुन बेलामा दिनुभयो, मैले त्यति बेला कुरो राखेको थिएँ, तनहुँ काङ्ग्रेस केही 1-2 विचारधाराको कारणले समाप्त हुनु हुँदैन। मैले यो कुरो राखेको थिएँ। मैले त्यति बेला भनेको थिएँ, तनहुँ काङ्ग्रेसमा हाम्रो आदरणीय नेताहरू हिजो काङ्ग्रेस बनाउनलाई श्रीभद्र खनालले पनि केही त्याग पैसा लगानी गर्नुभयो। त्यसमा रामचन्द्र पौडेल पनि रह्यो, त्यसमा गोविन्दराज जोशी दाईको पनि रह्यो। गोविन्दराज जोशी दाईलाई अहिलेको परिस्थितिमा मैले जस्ताको तस्तै भन्नुपर्दा राजाले लगाएको केसको परिस्थितिमा मैले त्यो मञ्चबाट पनि बोलेको थिएँ। त्यहाँ केन्द्रीय स्तरका नेताहरू, जिम्मेवारी साथीहरू धेरै हुनुहुन्थ्यो। मैले त्यति बेला भनेको थिएँ, रामचन्द्र पौडेल गएर गोविन्दराज जोशी दाई कहाँ गएर मैले शब्दै यही हो, गोविन्दराज जोशी दाई कहाँ गएर, ए जोशी भाइ, तँ मेरो भाइ होस्, तिमी मेरो भाइ हो, तिमीलाई राजाले लगाएको केसहरू पनि तिमी हामी मिलेर यसलाई पनि निर्मूल पारौँ। तिम्रा 2-4 जना साथीहरू, 5-7 जना साथीहरू जिल्लाको उपाध्यक्ष लगायत जिल्ला कार्य समितिमा राखिदिउँ। त्यसपछि तिम्रो पनि त्यो गरेर तिमीलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरौँ। यसरी काङ्ग्रेस एक ढिका भएर मिलेर जाउँ। तिमीले र मैले नपाएको भनेको प्रधानमन्त्री हो, मलाई पनि यो पाटोमा यो मुलुकको पार्टीको सभापति बनाउन तिमी लाग, यो मुलुकको प्रधानमन्त्री बनाउन म पनि तिमीलाई लाग्छु, तिमी पनि मलाई लाग। यसरी मिलेर जाँदाखेरि यो काङ्ग्रेस अवश्य पनि एक ढिक्का हुन्छ। मैले यो कुरो बोल्दै रहँदाखेरि मञ्चमा बसेको साथीले मलाई अम्लो ठड्याएर पख भन्ने शब्दहरू प्रयोग निकाले। त्यहाँ मलाई 1 घन्टाभित्रमा सम्बन्धित ठाउँमा मलाई डाकियो। त्यसपछि समुद्र सरले मलाई कता होइन मार्केटमा तपाईँले बढी बोल्नुभयो अरे, तपाईँले त पार्टीले कारवाही गरेर जुन कुरो निकालेको छ भनेर समुद्र गोदाले मलाई धन्यवाद छ, कारवाही गर्न भन्नुहोस् भनेपछि एकजना उफ्रियो अरे, के जस्ताको तस्तै बोल्दाखेरि कारवाही हुन्छ भनेर त्यहाँ कडा शब्द प्रयोग गरेपछि त्यो कुरो हरायो भन्ने किसिमको कुराहरू सुने। मैले यो मानेमा भन्न खोजिरहेको कि उहाँहरू यहाँको अहिले जनताले चाहेको परिस्थिति के छ भन्दा हिजो गोविन्दराज जोशी दाईले जुन नेतृत्व तहमा पुग्दाखेरिमा गरेका विकासहरू, विद्यालयको हालतहरू, जुन अवस्थामा ती विद्यालयहरू थिए त्यो विद्यालयबाट 1 इन्च पनि माथि उठ्न नसकेको परिस्थितिहरू छन्। जस्ताको तस्तै भन्नुपर्दा त्यसकारण विकास प्रेमी आदरणीय नेता गोविन्दराज जोशी दाईलाई हामीले सहयोग गर्ने वातावरण सिर्जना गर्नुपर्छ, सहयोग गर्नु पनि पर्छ। यो मानेमा कि केन्द्रीय स्तरमा पनि उहाँलाई केन्द्रीय सदस्यमा मनोनित, मैले त्यति बेला पनि भनेको थिएँ केन्द्रीय सदस्यमा मनोनित गरौँ। यद्यपि विधानका कुरा गर्नुहुन्छ भने यो पनि भनिदिएको छु मैले त्यो मञ्चबाट, विधानको कुरा गर्नुहुन्छ भने विजय कुमार कक्षेदारलाई भित्र्याएर उपसभापतिसम्म दिन मिल्छ भने गोविन्दराज जोशी दाईले केन्द्रीय सदस्य किन मिल्दैन? यी कुराहरू पनि मैले राखेको, यहाँ पनि राखेको, भानुको कार्यक्रममा पनि मैले राखेको कुराहरू पनि यहाँलाई अवगत गराएँ। उहाँहरू जसरी भए पनि मिल्नु पर्ने परिस्थिति सिद्धान्त छन्। अहिले तपाईँको त्यसपछि गुटबन्दी गुट मैले त आज के भन्न थालेको छु भन्दा धेरै ठाउँमा भनेको छु, श्रीराम भगवानले कल्पना गर्ने बित्तिकैमा जहाँ भने त्यहाँ कल्पना सुनै सुनको महल तयार हुन्थे, गर्न सक्नुहुन्थ्यो श्रीराम भगवानले। जहाँ सुनै सुनको एउटा मन्दिरहरू निर्माण गर्न सक्नुहुन्थ्यो कल्पना गर्ने बित्तिकैमा। तर आफ्नै घरभित्र शत्रु रहेको हुनाले 14 वर्षसम्म वनवास जानुपर्ने परिस्थिति सिर्जना भयो। त्यसै कारण मैले आग्रह गर्न खोजेको उहाँहरूले अब उहाँको कुराहरू यति बेलाको परिस्थितिमा सुनाइ नहोला, तर आखिरमा हामीले यो गोविन्दराज जोशी तनहुँमा नभइकन यसको विकल्प एक ढिक्का हुन सक्दैन, यो हामीले बुझेका छौँ। त्यसकारण उहाँ एक ढिक्का
उहाँहरूले बनाउनको लागि, उहाँहरूले वातावरण मिलाउनको लागि म शङ्करजीलाई पनि आग्रह गर्छु, पौडेललाई पनि आग्रह गर्न चाहन्छु। म एक ढिक्का बनाएर गोविन्द भट्टराई, प्रदीप पौडेल, ठुलो भाइले लगायत साथीहरू बसेर वास्तवमा गल्ती कसले गरेको छ, मान्छे हो गल्ती गर्छ, गल्ती गरेको कुरो स्वीकार्यो भने समस्या समाधान हुन्छ। त्यसै कारण म अग्रज नेताहरूलाई आग्रह गर्न चाहन्छु, यहाँहरूको केही कारणले हामीहरूले अप्ठ्यारो किसिमको महसुस गर्न नपरोस्। हामीले त एउटा अहिले त शक्तिविहीन भएको परिस्थिति छ। अब अघि इमेजीले भन्नुभयो, शुभजीले भन्नुभयो, परिस्थिति त्यस्तो छ। त्यसै कारण जनताको संरक्षण गर्न सक्दैन भने त्यो कुनै पनि हालतमा नेता हुन सक्दैन। अहिलेको परिस्थितिमा जनताको संरक्षण हुन सकेको छैन। अब जनता नभइकन पनि राजनीति हुन्छ जस्तो पनि मलाई लाग्दैन। त्यसकारण जनता राजनीति गर्नलाई पनि जनता चाहिन्छ। बिपीको पालादेखि काङ्ग्रेस भनेर बिपीलाई बचाउनदेखि बिपीको सुरक्षा गर्नको लागि हिँड्यो, त्यही मान्छे आज पार्टीबाट बाहिर। र जो मान्छेलाई, जो बिपीलाई सूर्यबहादुर थापाले फाँसी दिनुपर्छ भनेर भनिरहँदा आज उसैको छोरोलाई काङ्ग्रेसले रातो कार्पेट बिछाएर स्वागत गरेको छ। अघि मार्का दाइले भनि पनि सक्नुभयो, यो एउटा विडम्बना हो। यसको बारेमा, यसको विपक्षमा हामी काङ्ग्रेस लडेनौँ भने भोलि यो हालत सबैको हुन्छ। र अघि मैले पनि दोहोऱ्याएँ, यदि कार्यकर्ताले संरक्षण खोज्छन् र अहिले संरक्षण पाएका छैनन्, संरक्षण नपाएको कारणले पार्टीको यो हालत भएको छ तनहुँमा। र संरक्षण कुनै बेला गोविन्दराज जोशीले राम्रोसँग कार्यकर्ताको संरक्षण गर्नुभएको थियो, मैले अघि पनि भनेको थिएँ, यो सबैलाई जानकारी भएकै कुरा हो। र अब हामी कार्यक्रमको अन्तिम चरणमा आइपुगेका छौँ। त अब पहिला पनि वक्ताहरूले भनिसक्नु भएको छ मिल्नुपर्छ भनेर। आदरणीय दाजु उहाँ अब हामीभन्दा धेरै नै सिनियर र उहाँ अब एउटा एकदम पूर्ण राजनीतिज्ञ एवं एउटा लयर पनि हुनुभएको हुनाले उहाँको कुरा सुनियो होइन। अब यो यस्तो राम्रोसँग सुन्ने अवसर मैले पनि पाएको थिइनँ। उहाँको अगाडि उहाँको कुराहरू सुने र आज जुन सुने दुःख लाग्यो। यस्तो त गर्न नहुने थियो। आजको कुरा सुन्दाखेरि काङ्ग्रेस त हामी काङ्ग्रेस नै हौ, हामी रुखलाई नै भोट हाल्छौँ र काङ्ग्रेस भएको कारणले नै गर्दा आज हामी अति दुःखी पनि छौँ। स्थानीयमा जुन यो तनहुँ दुईटा मन्त्री भएको तनहुँ भन्दा हामी कति आफूलाई कति गर्वान्वित ठान्छौँ। र इमनाथ दाजुले पनि भनिसक्नु भएको छ कि दुईटा मन्त्री भएको तनहुँले गर्दा उहाँलाई एउटा कर्मचारीले धेरै सम्मान पनि गर्नुभयो, चिया पनि खुवाउनु भयो भन्दा मलाई पनि एउटा सम्झना आयो। त्यो धेरै पहिलाको कुरा हो। दुईजनै उहाँहरू मन्त्री हुनुहुँदाखेरि मेरो ट्याङ्कर छ, म एउटा तेल व्यवसायी हो। हाम्रो तेल लिन चाहिँ हाम्रो बुटौल जान्थ्यो यो भोलबारीमा। त्यतिखेर हाम्रो ट्याङ्कर चाहिँ एउटा ट्र्याक्टरसँग ठोकियो र त्यो ट्र्याक्टरको गल्ती थिएन, हाम्रो गल्ती थिएन, ट्र्याक्टरको गल्ती थियो। तर बुटौल उसको आफ्नो ठाउँ, हामी तनहुँबाट गएको, उसले चाहिँ हामीलाई क्षतिपूर्ति दिँदिनँ भन्दाखेरि चाहिँ मेरो श्रीमानजीले म त तनहुँको है, दुईटा मन्त्री भएको जिल्लाको मान्छे हो भनेपछि उसले अलिकति सतर्क भएर ऊ तर्सिएर उसलाई हामीले सहयोग गरेको कुरा मलाई पनि स्मरण आउँछ। त्यति बेला म यस्तो समूहमा पनि थिइनँ र मैले नाम मात्र सुनेको थिएँ उहाँहरूको, म त पछि आएको हो। त्यही भएको हुनाले हामी कति तनहुँवासी भन्दा कति गर्व गर्थ्यौँ भने अब तनहुँवासी हुनुमा हामीलाई गर्व छैन। किनभने हाम्रो एकदमै बिग्रिएको र हाम्रो जुन लाल किल्ला नै भत्किएको, हाम्रो जुन यो ढलान किल्ला भन्नुभयो आदरणीय दाजुले, त्यो ढलान किल्ला नै भत्किएको अवस्था छ। र हामी कसरी अगाडि बढ्नुपर्छ, के गर्नुपर्छ भन्ने कुरा सल्लाह र सुझाव त हाम्रो आदरणीय दाजुले दिइसक्नु भएको छ। उहाँ लयर पनि हुनुभएको हुनाले उहाँको अगाडि त हामी केही पनि बोल्न सक्दैनौँ। र उहाँले भन्नुभएको जस्तै आवाज उठाउन चाहिँ हामी सबैले पर्छ जस्तो लाग्छ। र अबको स्थानीय चुनावमा हामी नेपाली काङ्ग्रेसको हार भएको कारणले मैले कति दुःख पाएछु भन्दा मैले जतिको दुःख अरूहरू कसैले पनि पाउनु भएको छैन। किनभने मैले 42 सालदेखि गरे आएको बिजनेसमा पनि मेरो 15 दिनसम्म मैले गरिरहेको बिजनेसमा ढोका लगाउनु पर्ने अवस्था पनि आएको थियो। त्यस्तो अवस्थासँग कति जुधे, कति गरेँ होइन। त्यसमा चाहिँ म आफूलाई नै थाहा छ र मैले यहाँ व्यक्त गरिराख्नु पनि पर्दैन होला, यहाँ सबैलाई थाहा भएको कुरा हो। त्यसै कारणले गर्दा हामीले आदरणीय दाजुले भन्नुभएको जस्तै हाम्रा अग्रज नेताहरूको अगाडि हामीले कुरा राख्नु नै पर्ने हुन्छ। र अब कसरी जाने, के गरेर जाने भन्ने कुरा त हामी फेरि पनि सल्लाह गर्नुपर्ने हुन्छ। र आदरणीय दाजुले भन्नुभएको कुरालाई मनन गर्दै म पनि दाजुलाई चाहिँ के भन्न चाहन्छु भने उहाँले खालि मिल मात्रै भन्नुहुन्छ, कसरी त मिल्ने भन्ने कुरा दाजुको कुरा नसुन्नुन्जेलसम्म चाहिँ कतै
हामीले मिलो भन्दा उहाँ नमिल्नु भएको हो कि भन्ने कुरा चाहिँ हामीलाई लागेको थियो भने उहाँले पुरा प्रष्ट गरेर हामीलाई एकदम राम्रोसँग बुझाउनु भयो भनेपछि हामीले पनि यो कुरा बुझिदिएर उहाँलाई चाहिँ सहयोग गर्नु पर्छ जस्तो मलाई पनि लाग्छ र यहाँ आउने सबै अग्रजहरूले पनि यो कुरा बुझ्नु भएको जस्तो लाग्छ र जुन आजको यो भेटघाट कार्यक्रममा हामीलाई बोलाएर यो दाजुले जुन आफ्नो मनको कुराहरू व्यक्त गर्नुभयो हामीलाई प्रश्न हुने यो जुन वातावरण बनाइदिनु भयो यसको लागि म उहाँप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु र जुन आजको कार्यक्रममा यहाँहरू सबैजना एकैछिनको हिजो बेलुका एकैछिनको 3 बजे 4 बजेको कुरा हो समय यहाँ जम्मा हुने भन्ने कुरा म यति धेरैजना आएर जम्मा भएर उहाँको यो मनको कुरा बुझिदिनु भयो सुनिदिनु भएकोमा यहाँहरूप्रति सबैप्रति चाहिँ म हार्दिक आभार व्यक्त गर्न चाहन्छु र आजको यो कार्यक्रमलाई चाहिँ यहाँ दाजुलाई सम्मान गर्दै म आदरणीय दिदी बालकुमारी लोहानी दिदी हुनुहुन्छ उहाँलाई पनि म सम्मान गर्दै यहाँ आउनुभएको सबैजनालाई सम्मान गर्दै हरियर महिला समूहको तर्फबाट सबैलाई सम्मान गर्दै म आजको यो कार्यक्रम यही समापन भएको जानकारी